कसरी राम्रो थिएन मैले बुझेँ मेरो पनि एउटा नि थिएन ठिकै भयो आन्टी रातो अनि त्यहाँदेखि टिक्का सबै त्यो दुईटा रातो हुन्छ होइन रातो पनि कालो पनि ए एउटा कालो के 5 वटा जोकर हुन्छ पैसा पुऱ्याएन दाजुले भेटेन जान पर्नु हुँदैन यो गेममा हामी जतिखेर दुईजना खेल्नु भनेको त स्टार्स मिस गर्छस् त्यहाँ भाइसँग
उसले हेरेर बस्छ यो पानी फेरि भनेर राखेर बस्छ उसलाई ध्यान दिएर एउटा मात्रै नहुन्छ अर्को कालो हेरेर रातो नहुन्छ चुबार्नुहोस् न यो 5 गतिमा यस्तो जाने धेरै हुन्छ राउन्ड चाहिँ एक राउन्ड चाहिँ आइदियो हुन्थ्यो भनेर खुसी भएर यही राखिदिन्छु म त फाइनलमा फाइनल तपाईँको त ब्याग कसरी लाग्दैन नलाग्नु पनि जे भए पनि लिनु त पर्यो नि नभने हाम्रो नियम चाहिँ
नरहेको ठुली छोरी पहिल्यैदेखिको त जित्नु सुभाको कान्छी छोरी अनि मनबहादुरको छोरी साइली भीमराजको कान्छी र ठुली छोरी दुइटै जिउँदैछ भीमराजको नाति मनबहादुरको नाति भीमराजको नाति बिर्सिसके मेरो रिजनले मलाई पैसा साटोमै साटो यो सब्बाले के छ यस्तो मेरो एउटा जोकर आयो यो 6 रात नि आइसक्यो चुक्क तर आन्टी जस्तो छेउमा पऱ्यो भने चाहिँ जितिन्छ जितिसके त तेरो जितिन्छ र जितिँदैन कसले जित्यो मैले जे चाहे त्यही दिएँ कि पैसै छैन ल्याएर अब त्यसैले हाजिर हुन्छ मान्छेको 1000 कति जान्छ हाम्रो क्लासका केटाहरू 1000 रुपियाँ शनिबारसम्म अझै खेल्छ कि चली खेल्दो रहेछ अनि शनिबार त एकैछिनमा पैसा सकिन्छ नि त 25 रुपियाँ गाई झोलै रिटिङमा आँटो अङ्कल यो मिल्दैन हाम्रो यहाँनिर 60 पनि हुने यताउति गर्नुपर्छ फिक्समा छ कि यसको पैसा सक्नुपर्छ जान्छ भयो मलाई चाहिँ त्यहाँ नदिनु नि यता अहिले के भयो चुक्क छ यो त के तास भयो मजा फुटिस पनि के छ सबले मैले मजाले अगाडि फिल भयो तपाईँ के खायो धेरै राम्रो तास भयो के अरे फिट भयो सबैले Awas.
मैले हेरिदिनँ अनि किन अनि अब भयो नि त यो काँचीमा मेरो मोटाले खतरा भयो गाउँमा त बाँड्दैन बाँड्दैन नि त यो त बाँड्दैन ल त लाग्यो के गर्नु नहुने मान्छेहरू ल भयो अब दुई बाटो जित्नु परेन मेरो त लाग्छ 30 रुपियाँ उइसक्यो अङ्कल म त तयारी नजिक कति बजी लाग्यो भयो 4 हो 5 राखिराख्ने हो त एउटा न एउटा आउँथेछन् यिनीहरूको चाहिँ जोड्नु मिलेको छैन त अलि जुनी खाले मिल्दो रहेछ अलरेडी थियो नि को बाँड्नु पनि खो अब को बाँड्नु बाँड्नु है मै बाँड्छु म बाँड्छु पैसा सकेर सुमा बस्नु नाइ आन्टी त्यस्तो बाटो पाउँदैन हामी चाहिँ भइदिएर टन्नै पैसा कमाएको छ हाम्रो चाहिँ छैन चटपटी बेच्नु सकिसक्यो यस्तै हो गेममा 50 रुपियाँ हालेर होइन कि एकचोटि जित्यो भने चाहिँ खेल्छु कि अन्त जानु लास्टमा जोकर काट्ने आएछ 35 रुपियाँ सक्यो होला मैले 3 सक्यो होला होइन 3 जोकर काट्दिनु चौका होइन यस्तो चौका पनि यो भानु नभाने जोकर नि एउटा बेच्नुपर्छ ल ल छिटो छिटो यस गेम खायो मेरो दुईवटा जोकर थियो ड्रइङको अलरेडी आइसकेको रहेछ कि सबै थियो सबै थियो जुन आइ नै खाने रहेछ हात लयो मैले यस्तै एकजना कसको आएको छ एकजनाको आएको छैन मलाई हालेको तपाईँले हाल्यो मैले 15 रुपियाँमा 10 रुपियाँ अङ्कलले हाल्नु भएन फुपूले हाल्नु भएन क्या मैले 20 रुपियाँ त लिनु भयो 20 रुपियाँ लगेर अनि 25 रुपियाँ पनि 10 रुपियाँ गरेर खास्तो मैले मेरो नानी मेरै हो त्यो अर्को त्यहाँ गएर खोज्दै अँ भिडियोहरू पनि ल्याएर मैले कति ल्याउनु पर्छ 15 रुपियाँ के 20 रुपियाँ लगेर सबैलाई पनि
काट्दा जोकर काट्यो Angkat. यसको कुन पन्जा पनि हुन्छ जग्गा पनि हुन्छ जग्गा बनाउनु पर्यो मलाई जित्ने नै होइन कस्तो म त खेल्दिनँ नि म त हार्ने नै हो अब यो राउन्ड सकिसक्छ मेरो एउटा जुट मिलाएँ मेरो जुट 4-5 पङ्कको हुनुपर्छ चान्सेस छैन पहिला नै जोकर आयो भने तपाईँले falsified लिनुभएको. मिल्दैन ए नाइ मिल्दैन नै कहाँ त्यस्तो मिल्दैन. यसले खेल्नेहरू त अनि मेरै भएको नि त शान्त गर्न आउट मेरो त एउटा जोकर आयो पनि भएको छ त्यो त जोकर आएको मलाई सोधेर पनि त्यो खानु तिमी मैले गरेर किन टच गरेन यो फ्लेममा फुट्छ मात्र टच गर्दैन जोकर पनि फाल्छ त अनि चारमा चाहियो भन्नुहुन्छ नि म चार कि चार जोकर हुँदैन पनि दुईजना कि चार जोकर कि 15 जोकर फाल्छ त्यो पैसा तिरिहाल्छ पर्दैन खेल्नु बाट्न तेरै हो अनि जोकर तेरो हुँदैन चिउसी जितेर चिउसी गर्यो तिमीले सक्छ मलाई देखाएर केही हुँदैन सिरियस मात्रै खाने गरे यस्तो यस्तो हुन्छ जोकर भइसक्यो खानु सक्छ हाम्रो यो पनि खानुपर्छ जुन कि यो एउटा जुन आएको हुन्छ खाना के मिल्दैन Finally, guys, game हामीले खाइसक्यो जोकर दुईटाले होइन त्यो रातो मात्र हुन्छ कालो मात्र जोकर हो. नभए त्यही खान्छ. त्यो पनि यो त मिल्नु त जुट मिल्यो नि त जुट त मिल्यो. मिल्दैन मिल्दैन मिल्दैन. दुईटा मिलाएर राखेको छ नि त ल दुईटै राखेर मिलाएर राखेको छ जोकरलाई त के को जुट चाहियो होइन दुईचोटि किन थुतु भयो दुईचोटि त भुइँमा फसेको नि त। अङ्कल खाना यो धेरै मान्छेको हो कि म अब खेल्दिनँ है नाइ त्यो जुट त मिलेको त पक्नु नि न त अङ्कल मेरो बाँकी के थियो जुट छिटो छोड्नु अब
सिधा बसेको छ तर जोड मिलेको थियो नि होइन कि होइन भन्छ जोकरलाई चाहिँदैन भन्छ होला नि भन्दै जोकर त छ नि हामी जहिले नि अट्टा भएको जे खाने नि मिलिँदै गयो मिल्थ्यो कि यो राखेकोमा एउटा भाग यसको कालो जोकर हुन्छ होइन खोइदैन होइन रातो हुन्छ कालो हुन्छ कालो पनि हुन्छ अनि मैले जित्दै त्यो पनि गेम सकिसक्यो अघि जान्ने मान्छे हेरेर बसेपछि त्यस्तै हो। भएको भने जस्तै कहिले तिनवटा चक्का पनि आएको हेर न अघि नै गेम सकिसक्यो अघि नै त सताउँदा जितेको मैले बिचमा अङ्कलको अब सुरुमै भइसक्यो अब टर्न आउँदै तपाईँको सक्छ अनि तिमीले चाहिँ के यसो धेरै गरेर लाटी भनेर मलाई हो त आन्टी लाने त हो नि त्यत्रो गरेर जोकर जोकर तपाईँ सकिसकेको थियो यत्तिकै देखाउनु पर्ने थियो तपाईँले मैले देखाएको त होइन भने अङ्क आँगन फिट्ने यहाँ जित्दैन गेम पनि खोइ कस्तो बढाएन मेरो तर रिजन चाहिँ एउटा कुरा नि हामी जो खेल्यो भने जस्तो खेल्यो घरकै खेलेको होइन रमाइलो लागि खेलेको नि त पैसा चल्ने खेल्ने आफ्नै पैसा हो नि त तर यहाँ गएर यता हेर्ने अब यता त्यो नफाल्ने मात्रै गएर त्यहाँलाई यहाँ हेर्ने यहाँ मात्रै हेर्ने कि यता मात्रै हेर्ने यहाँ हेरिस् दुईतिर ठिक छ रमाइलोको लागि खेलेको त हारेमा एकछिन तँहरूलाई बढी कति खेल्नु मेरो कसो हो यताको तपाईँको ऊ है म एकछिन पढ्छु भन्नु कि एकछिन तास खेलेर आउँछु भन्ने यहाँ मेरो फेरि छेदपाटी चलेको सुन्छौ है कत्रो पो कराउँछ फेरि थुक्क बुद्धि यो क्यु